यिनीहरू गुन्डा ठाडै गुन्डा गरिदिए क्या सिधै चाहिँ चेक चेक यहाँ चेक काट 7 लाखको चेक काट भन्ने क्याम्पसलाई अब मान्दैन नि त बिचरा ऊ त भोलि बेरुजुमा पर्छ अनि छ्याप्पै गरेर घाँटी समात्ने सही गर्छस् कि तँलाई काट्दिउँ भन्ने अब अनि डराउँछ नि क्याम्पस त लुते हुन्छ बिचरो निशस्त्र हुन्छ अनि लेखा अधिकृतले मान्दैन होला म के गरौँ भन्ने एकदम विनीत भावले लेखा अधिकृतलाई गराउने जिम्मा मेरो गर त चाहिँ यहाँ भन्नु ट्याक्क गर्यो अनि लेखा अधिकृतको घरमै गयो विद्यार्थी युनियनको नेता सही गर्छ कि तँलाई काट्दिउँ भने त्यसो गरेर विद्यार्थी युनियनका 25% भन्दा बढी नेताहरूले काठमाडौँमा घर घडेरी गाडीसम्म पनि जोडे त्यही बाटोबाट उनीहरू कोही प्रादेशिक मन्त्री भए कोही मन्त्री भए त्यसपछि मान्छेमा यिनीहरूको छवि एकदमै तल थियो बालेन शाहले यो कुरा थाहा पाए कि के भयो म ट्रेड युनियनै कर्मचारीको तपाईँ कुरा गरौँ त बाफ्रे कर्मचारी तपाईँलाई थाहा छैन होला कर्मचारी युनियनको अध्यक्ष भएको व्यक्तिलाई काम गर्नु पर्दैन थियो त्यो कार्यकाल पुरा गरिसकेपछि उसले कि अन्तर्राष्ट्रिय विमानस्थल कि भैरवा विमानस्थल कि वीरगञ्ज भैरवा भन्सार कि वीरगञ्ज भन्सारमा चाहिँ रोजी छाडी जाने अवसर पाउँथ्यो वैधानिक रूपमा त्यो ट्रेड युनियन हो त्यो कर्मचारीले गर्ने काम हो त्यो विद्यार्थीले गर्ने काम हो त्यो प्राध्यापकमा पनि यही भयो शिक्षकमा पनि यही भयो त्यसपछि यिनीहरू एकदमै बदनाम भए यो सामाजिक आधारलाई भन्नु पर्यो टेकेर चाहिँ अहिले अब यो बालेन शाहले सोचेको हो कि मलाई मेरो विचारमा यो बालेन शाहहरूलाई यो प्रकारले प्रोजेक्सन गर्ने कुनै एउटा अदृश्य शक्ति हुनुपर्छ कि यहाँभित्र जसले यो योजना बनाएको हुनुपर्छ तपाईँले अहिले हेर्नु हो भने अहिले उनीहरूले चाहिँ सम्पत्ति शुद्धिकरणको कुरा लिएर आइरहेछन् नि त होइन त्यहाँ कर्नेलदेखि माथि सबै संवैधानिक नियुक्ति राजदूत लगायतको सम्पत्ति जाँचबुझ गर्ने भनिरहेछ एकदमै भ्यालिड काम हो नि यो यिनीहरूसँग यति अकुत सम्पत्ति होला अरबपति नभएको त त्यहाँ मान्छे नै नहोला यति सम्पत्ति मलाई 2 जना सचिवको कुरा आज बिहान एउटा साथीले गरिरहेको थियो 2 जना सचिवहरू नेपाल सरकारका तिनीहरूसँग 5 अरबभन्दा माथि नै हुनुपर्छ भनिरहेको थियो जनै एउटा सचिवसँग जसको चाहिँ समाजमा सबभन्दा ठुलो प्रतिष्ठा छ अहिले नै यति दिग्भ्रमित गर्न उनीहरू सफल भए कोही किताब लेख्न थाले कोही राष्ट्रियताको आन्दोलन गर्न थाले कोही के गर्न थाले बाहिर चाहिँ तर भित्र उनीहरूको कथा चाहिँ यस्तो थियो यो विकृतिलाई बुझ्नेले मलाई लाग्छ अहिले यो परिदृश्य यो सरकार संरचना र यी नीतिहरू बाहिर ल्याएको जस्तो झझल्को हुन्छ मलाई अब यी विद्यार्थी सङ्गठन वा जसको विरुद्धमा सरकार अहिले जुन कठोरताको साथमा प्रस्तुत भइराखेको छ नि र दुवै पक्षबाट त्यो आरोप प्रत्यारोप वा एकले अर्कोलाई ललकार्ने जिद देखिराखेको छ यो कसरी अगाडि बढ्ने देख्नुहुन्छ त त्यो त सरकारको विल पावरमा भर पर्छ म भए क्रस गरेर जान्थेँ तर यिनीहरूमा त्यो लुर छ कि छैन म भन्न सक्दिनँ अहिलेसम्म बालेन शाहको हिसाब किताब हेर्दाखेरि क्रस गरेर जाने जस्तो लाग्छ मलाई